जय श्री कृष्ण दर्शकबिन। आज म सुदूरपश्चिम प्रदेशकै विशेष रमणीय धार्मिक क्षेत्रबाट पनि हैन दैविक क्षेत्रबाट पनि एउटा देवी देवताको वासस्थान भएको जिल्ला प्यारो जिल्ला बाजुरा जिल्लामा छु। बाजुरा जिल्लामा पनि त्रिवेणी नगरपालिका अन्तर्गत पर्ने त्रिवेणी नगरपालिका वडा नम्बर 1 लुहा ढुङ्ग्रा भन्ने ठाउँमा छु म। यहाँ यही माथिनेर हाम्रो छतरा देवी माताको मन्दिर छ, यता कालिका माताको मन्दिर छ, डाँडाबाग देवताको मन्दिर छ, ऋषि देवताको मन्दिर छ। विभिन्न देवी देवताहरूले चारैपट्टि घेरिएको ठाउँ छ यो। अनि यहाँ सेन्टरमा हाम्रो वडा कार्यालय नजिकै महायज्ञ चलिरहेको छ अहिले। यस महायज्ञमा यहाँ आउँदै गर्दा यो महायज्ञमा सहभागी हुँदै गर्दा एउटा अनुभव भएको विशेष अनुभव भएको कुरा हजुरलाई सेयर गर्न चाहे मैले। यहाँ आउँदाखेरि यहाँको मौसमलाई देखेर मलाई बडो अचम्म लाग्यो। कतिखेर घाम लाग्छ, ओहो अब त सबै ठिक हुन्छ जस्तो हुन्छ। अब हाम्रो कार्यक्रम सुरु हुन्छ, कार्यक्रम सकिने बेला फेरि सुरु भइहाल्दो माथिबाट। हामीले यहाँ हजुरको अब डाइरेक्टै हिसाबले भन्दाखेरि आरती पछाडिको जुन अभिषेक हुन्छ त्यो अभिषेक चाहिँ हामीले भन्दा पनि पहिला इन्द्रजीले गरिहाल्नुहुन्छ। यस्तो ठाउँ छ, यस्तो रमणीय क्षेत्र छ। यो क्षेत्रलाई छोडेर किन मलाई जान मनै लागिरहेको छैन, तर के गर्नु, जानै पर्यो। यहाँ हेर्नुहोस् पारीतिर, आहा पारी त्यो अछाम हो, पारी देखिएको यो सबै त्यो अछाम यो बाजुरा। अनि यहाँका मान्छे त्यस्तै राम्रा, यहाँको ठाउँ त्यस्तै राम्रो, यहाँको काफल त्यस्तै राम्रा। मुखमा हाल्यो कि पहिले पानी आइहाल्ने यस्ता अमिला काफल त कहिल्यै खाएन मैले, किनकि ठाउँ चिसो ठाउँ छ, अमिलै हुन्छ।